गाइस देखो, ये हमारा बाहर है गांव। ऐसा मरुभूमि जैसा है, कोही नहीं कसैले हेर्दैन हाम्रो यो गाउँतिर। हेर्नुहोस् केही उजिन्छ उजिँदैन। नेताहरू काम मरेर भत्किएको छ गाँठाहरू, यसो कुरा थाहा छैन। ऊ भाइ हेर, काम नपाएर त्यस्तिकै भतारेको छ। बाख्रा चराउने काम हो, के गर्नु। धेरै विकट क्षेत्रमा छ हाम्रो गाउँ। वरिपरि कुनै सेवा सुविधा पाइँदैन, खालि गाछै ब्रिज छ त। यो हेर्नुहोस् बाधै बाध छ। कतै सहर बजार छँदैछ दूर दूर त कमसेकम भनौँ न पौने घन्टा जति लाग्छ। हाम्रो गाउँबाट जताबाट पनि जाँदा, पूर्व जाँदा नि त्यति नै टाइम, पश्चिम जाँदा नि त्यति नै, उत्तर जाँदा त्यति नै, दक्षिण जाँदा त्यति, जता जाओस् बिचमै छ। फेरि बाख्रा पनि टन्नै भएको भए हुन्थ्यो नि, 2-4 वटा हुन्छ। फोकटिया टाइम पास। हामीहरू मधेसीको बाख्रा त्यही हो, ठुल्ठुलो हुँदैन, खालि सानो सानो पुर्खा पुर्खीहरू हुन्छ। गाय, cow, she is a cow. अब यसमा भिन्डी खेती छ, तर हेर्नुहोस् पानी आउँदैन यहाँ। पानीको लागि मान्छे तर्सिन्छ। यहाँ सिँचाइ छ तर पानी छैन। अनि यो सिँचाइको नहरको के काम छ? कुनै काम? अब जतिखेर पानी चाहिँदैन त्यतिखेर चाहिँ पानी फुल हुन्छ। अब खेतमै पानी भएपछि नहरको पानी के गर्नु ज्ञान? पीछे यारे बेटो, ठेकेदार या रोड में की ठाड़ भेल छी?